घाटकी देवी जालपा माईको यस्तो रहेछ इतिहास जानियो। चाइना बोर्डर त्रिशुल धारा गोसाई कुण्डको पानी, त्यही भएर त्रिशुली नाम भएको रहेछ जानी। सूर्यकुण्डबाट अनि बगी आएको खोला, तादी फनी पुर्खादेखि नाम भएको होला। त्रिशुली र तादी भेट भएको ठाउँ, त्यही भएर देवी घाट भएको नाउँ। दुई नदीको माझी टारको पुच्छरमा भेट भयो, त्यही भएर यो ठाउँको ठुलो घाट नाउँ रह्यो। कोही कालमा एक माझीले जाल हान्दै गएको, सधैँभरि माझीले माछा मारिरहेको। माछा मारिन हानेको जाल सिलाउँदा माझीलाई बोलाज। सधैँभरि त्यो जालमा माछै आउँथ्यो अनि एक दिन जालले लिएर आयो एउटा सिला पनि। कस्तो सिला आयो भने माझी छक्कै परे, सिला त्यही खसाएर अलि माथि सरे। तल सरे हाने जाल फेरि सिलै आयो, लाज नै भो फेरि। तिनै ठाउँमा जाल हानिरहेको ठाउँ फेरि, जहाँ हाने त्यही सिला आइरहेको हेरी। यस्तो उल्का भयो भनी खबर वरपर, सबै जम्मा भए अनि लगाए नजर। सबै जम्मा भएर अनि छलफल गरे, देवीकै रूप छ नि। जालमै आएको भएर अनि नामै राखे, जालपा देवी भनी। माझीलाई सपना भो जाल नहान अब, त्यो शिलालाई स्थापना गरी पूजा गर अब। तिम्रो पनि रक्षा हुन्छ गाउँवासीको पनि, त्यो माझीलाई सपनामा भनेको रे अनि। दुई खोलाको सङ्गम भएको ठाउँ स्थापना गरे, जालपा देवी नाउँ। सबजनाको इच्छा पुरा गर्दै गयो अनि, सबजनाको इच्छा पुरा गर्दै गए अनि, जालपा देवी घाटका देवी हल्ला भयो अनि। अग्लो गाउँ पल्लो गाउँ, ओल्लो गाउँ पल्लो गाउँ पूजा गर्न आए, नुवाकोटकै सबजनाले पूजा गर्न पाए। घाटकी देवी भैरवी जाल देवी भनी भन्छन्, सबै तिन दिदी बहिनी हो नि। गाउँका बस्ती सबै छन् साथी दिदी बहिनी, तल र छन् माथि। घाटकी भैरवी जलदेवी माई कोटी कोटी प्रणाम छ तिनैलाई, कोटी कोटी प्रणाम छ तिनैलाई।